हेलो गाइज वेलकम टु माई ब्लग होइन आजको यो ब्लगमा चाहिँ म उता खोइ कुन चाहिँ कलेज गइरहेको छु होइन अनि यो चाहिँ भिएसले अर्गनाइज गरेर रहेछ काउन्सिलिङ कि काउन्सिल खोइ के समथिङ के भनिरहेको थियो अनि हाम्रो स्कुलको थ्रुबाट चाहिँ जान लागेको म होइन अनि त्यही हो आज कुन बार आज वेडनेसडेको दिन 10 बजी पुग्नु पर्ने थियो 11 बजिसक्यो 10 बजीदेखिको थियो सेड्युल चाहिँ अब 11 बजी केही छैन एकछिन अब साथीहरूलाई भेटेर तिनीहरूसँग जान लागेको आज चाहिँ म फेरि फिट एन्ड फाइन भएर बसिरहेको छु होइन त्यही हो त्यहाँ एउटा मेरो साथी कुरिरहेको रहेछ मलाई हामी चाहिँ 3 जना जान लागेको 3 जना मात्रै जान लाग्यो हामी चाहिँ होइन अनि अरूहरू कोही पनि नजाने रे तिनीहरूको चाहिँ खै छुट्टै काम रहेछ के छ ल्याङ गर्छ कि होइन कहीँ जानु पऱ्यो भने पुरै अल्छी मानेर जानै मान्दैन क्या यस्तो ल्याङ गर्छ कि मलाई पारा तातेर आउँछ क्या फेला फेरि त्यही हो आइरहेको छु त मेरो साथी चाहिँ म चाहिँ खास गरी केटीहरूसँग जान्ला दुई चाहिँ होइन केटाहरू साथी कोही पनि नजाने त्यही तिनीहरू अल्छी हुन्छ क्या लास्टै म चाहिँ हल्का भ्लग बनाउने भनेर हिँड्न लागेको मेरो युट्युब च्यानलमा स्वागत छ नेन्सी गुरुङलाई युट्युब ब्लगमा भनौँ मलाई थ्रेटिन गरिरहेको छ होइन त्यही पनि म थ्रेटिन हुने मान्छे होइन आई एम भेरी स्ट्रङ्गर देन एनी वान अब अर्को साथीलाई लिन गइरहेछौँ होइन अब अर्को साथीलाई लिन गइरहेछौँ त्यही हो एकछिनपछि भिडियो कन्टिन्यू गर्छु है होइन गाइस मलाई चाहिँ होइन तिनीहरू अघि नैको साथी होइन गएर अर्को साथीले लिएर आउँदै गर्छु त यहाँ कुर्दै गरेर अनि म यहाँ कुरेर चक्कीदेखि होइन तिनीहरू आएको छैन अहिलेसम्म आधी घन्टा जति भइसक्यो होला म कुरेको होइन आएकै छैन क्या यस्तो घाम छ होइन आजको दिन त्यही पनि कुरिरहेको छु म गरी पनि भइरहेछ एकछिन कुर्छु अझै तिनीहरू त लास्ट ढिलो गर्नु रहेछ क्या के साह्रो हो के गरेर छ मेकअप गरेर चाहिँ क्या हो मेकअपै गरेर आउँछ क्या कोही नै मेकअप गरेर होला है त गाइस अहिलेतिर आउँछु त्यहाँबाट म तपाईँलाई देखाउँछु ल आयो होइन आफ्टर हाफ एन आवर अफ वेटिङ फाइनली आयो यिनीहरू हेर के नै गऱ्यो होला भनेर त किरा खाएर बसिरहेको रहेछ जाऊ त किरा खान आधी घन्टा लाग्छ भाइ नखाने म 15,000 पिन्न कहाँबाट जाने हो हामी चाहिँ जाने चाहिँ केमा क्या हिँडेर जाने कि बसमा जाने कि टेम्पोमा जाने कि भन्न खोजेको म त पठाउन जान लाग्थेँ खास गरी तिमीहरू गइसक्यो होला भनेर क्या पठाउन जाने रे गुगल म्याप छ त म्यापमा होइन चाबेलसम्म पुगेर भनेको थिएँ चाबेल नै छ भने होइन ए एउटै त हो नि भ्लगरसँग आयो तिमीहरू हल्का अलिकति प्लेजर कहाँबाट जाने यिनीहरूले मलाई भ्लगै बनाउनु दिएन गाइस त्यही भएर अहिलेको लागि स्टप गरेको ल गर्दैछौँ र यसपटक हामीले धेरै अनुकूल हामीले यो कार्यक्रममा समावेश गर्न सकेनौँ किनभने हलको अस्तव्यस्तता हुन्छ भन्ने उद्देश्यले हामीले करिब 2000 भन्दा बढी विद्यार्थी भाइ बहिनीहरूलाई
आशा गरेको र इच्छा गरेको यिनीहरू चाहिँ सिट नभए यिनीहरू पनि भुलै बसिरहेको छ होइन कार्यक्रममा सहभागी गराउन सकेनौँ। के हुन्छ अरे इन्ट्रेस्टिङ रहेछ अनि भिडियो बनाउँछु ल अहिलेको लागि टेलिभिजन र यो भाग सबैलाई आउँछ यो गाइदिनु ल Love you.
गाइज फाइनली सकियो सबै कन्सर्ट अड्केको थियो होइन सबै सकियो अब हिँडिरहेको बाहिर निक्लिरहेको अब सिधै घर जान्छौँ होला अनि घर गएर यसो रेस्ट गरेर बसौँला त्यही हो भन्नुभयो हामी चाहिँ यहाँ बस कुदिरहेछौँ होइन अहिले चाहिँ अनि बस अब कति बेला आउँछ कुदिरहेको छ कुदिरहेको हो अब बसले एकछिन हेरेर बस्ने अनि बस आएपछि चढ्ने अनि त्यहाँबाट जाने यता चाहिँ उयो जब सेन्टर छ नि थाहा छ उता जब सेन्टर छ थाहा छ थाहा छैन तर त्यहाँ बन्छ क्या काम चाहिँ गर्न चाहिँ यस्तो बकवास भने ओ गाइस बल्ल आयो बस होइन बस चाहिँ आयो अब कतिको प्याक होला थाहा भएन ओ त्यो चाहिँ चिटिङ भयो ल ए रोकेन भन्नु बसै कहाँ रोक्छ त्यहाँ नि ल चढिहाल अब बस छिरेर घर पुगेर फेरि भिडियो कन्टिन्यू गर्छु अलिक लागि यति गाडीबाट ओर्लियो घरको बाटो अब बिस्तारै गइन्छ घरको बाटो है गाइस त्यही हो घर गइन्छ अनि त्यहाँबाट फेरि एकछिन बजीतिर फेरि भोज जानुपर्छ 8 बजीतिर चाहिँ घर गएर यसो कफी सफी खाएर रेस्ट गर्नु पऱ्यो एकछिन अनि त्यहाँबाट फेरि भोज सरी फेरि भोज जान्छु अहिले गएँ अब एकछिनको लागि वेट गर्ने गाइस अब हिँड्ने पाला आयो अब हिँड्दै टक जाने हो अनि त्यहाँ टक्क चिया स्पटमा गएर एक कप चिया टस्स खाएर एकछिन बसेर अनि फेरि घर फर्किने दाइलाई लिएर हिँडिरहेको छु आजको मेरो दिन चाहिँ राम्रो गयो होइन सबिन राईको कन्सर्ट हेरियो एक दुईवटा गीत सुनियो डान्सहरू हेरियो मोटिभेसनल स्पिच सुनियो होइन कडा थियो भिएस ठिकै रहेछ हल्का अलिकति एजुकेसन मात्रै होइन लर्निङ मात्रै होइन क्रिएटिभिटीहरू पनि अरू एक्स्ट्रा करिकुलमहरू पनि हेर्ने रहेछ होइन ठिकै छ राम्रो छ तर त्यहाँ चाहिँ जाँदिनँ म होला सकेसम्म भन्दा नि जाँदिनँ होला अब कलेजहरू पनि हेर्नुपर्छ पछि गएर अब चाहिँ यो हिँडिरहेको छु त्यहाँ चिया स्पट पुगेपछि फेरि भिडियो कन्टिन्यू गर्छु है अहिलेको त्यति गाइस म चाहिँ आइपुगेँ यहाँ चिया स्पट पानी खान्छु चिया आउनु टाइम लाग्छ र पानी खाँदै गर्छु म चिसो रहेछ पानी ठिक छ चिया स्पटको भ्युज चाहिँ कस्तो छ भनेपछि फेरि होइन अब मेरो चाहिँ क्यामेरा यस्तो छ त्यो भएर यस्तो आएको होइन तर रियलमा चाहिँ भन्दा राम्रो छ आइफोन भएको भए चाहिँ अब दामी आउँथ्यो होला तर आइफोन होइन अफसोस अहिलेको लागि चाहिँ पानी खाएर बस्छु त्यही हो
एकछिनपछि फेरि चिया देखाउँछु म चाहिँ कटिङ चिया खान लाग्यो चिया देखाउँछु अहिलेपछि र गाइस मेरो चाहिँ कटिङ चिया फाइनली आएको छ होइन अब चाहिँ म टेस्ट गर्छु कस्तो रहेछ यहाँको मैले प्रायः जस्तो सब चिया खाइसकेँ कटिङ चिया चाहिँ खाएको छैन त्यही भएर कटिङ चिया यो त सेम दुध चिया तर दुध चियामा के भन्छ लङ सुमेला हाले जस्तो मात्रै छ त्यस्तो डिफ्रेन्ट केही छैन लङ सुमेला हालेर बनाएको मात्रै हो म चाहिँ छोटु प्रिफर गर्छु होइन यहाँको चिया चाहिँ छोटु चाहिँ मिठो हुन्छ छोटु चाहिँ स्पेसल हुन्छ चिया खाएर अनि त्यहाँबाट घर जाने बेला फेरि एकछिन भिडियो बनाएको जस्तो गर्छु त्यहाँबाट त्यति हो आजको भिडियो है त 10 भइसक्यो गाइस कुरिरहेछु अझै क्लोज भएको छैन म चाहिँ के गर्नुपर्छ अरे वाउ के भन्नु म अब अन्त पानी खाँदै बसिरहेको छु म अघिदेखि योसँग मेरो 5 कप हुन्छ होला यो पनि सकिन्छ अब योसँग मेरो 6 कप हुन्छ होला होइन के छ पानी खाँदै बस्ने हो ल गाइस फाइनली सक्यो कामसाम भनौँ अब जान लाग्यो पानी परिरहेको छ छाता पनि ल्याएको थिएन यहाँको एउटा छाता रहेछ यो यही ल्याएर जाने अब कतिको बित्छ होला धेरै त्यही हो तपाईँ त आइहाल्छ नि जसरी नि आज को आउँछ मेरो ब्लगमा Hi guys, don't forget to like, share and subscribe. Look forward to my next video. मेरो नेक्स्ट भिडियो चाहिँ अब आउँछ होला 1-2 हप्तापछि कहीँ गयो भने मात्रै बनाउने भिडियो त्यही भएर म कहीँ गयो भने मात्रै बनाउने त्यही भएर कहाँको बत्ती के को ए यहाँ यो म चाहिँ यहाँ काम पनि गर्दिनँ त्यही भएर मलाई काम चाहिँ अराउँछ खै यो दाइ के बोलिरहेछ है गाइस मजाले कति टाइम लाग्छ अझै तपाईँलाई कति टाइम लाग्छ अझै ल्याप्से यो चाहिँ चिया स्पटको वासरुम त्यो चाहिँ यो चाहिँ किचन भेरी भेरी ब्युटिफुल मेरो चाहिँ मजाले ब्लर आइरहेको छ माथि चाहिँ के छ साँच्चै औ औ औ औ औ औ औ औ oh 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 hidden passage oh 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 we are going towards our home is a place where we belong वाह सक्छ त कसैले इंग्लिश त फेरि खटङ टङ टङ बोल्दिन्छु नि म त बोल्न नपरेर मात्रै भयो त फेरि के भन्नु भन्दा पनि अब
भोलिबाट नै Shut up. म भाइरल भएपछि पछि तपाईँ मेरो छेउतिर आउँछ क्या अहिले पठाइरहेको छ होइन पछि मेरो छेउतिर आउँछ क्या तपाईँ हेर्दै गर्नु न होइन त गाइस अहिलेको लागि चाहिँ यति लुक फरवर्ड टु माई भिडियो मेरो आवाज सुने भइहाल्यो नि के भनिरहेको थिएँ म लुक फरवर्ड टु माई नेक्स्ट भिडियो अपकमिङ भिडियो आजको लागि यति सबैजनालाई गुड नाइट अहिले चाहिँ गुड नाइट हुनु लागेको छ त्यही भएर भिडियो यही एन्ड हो नि त नि अब को घर गएर यस्तो को ल्याङ हुन्छ क्या अब एडिट गर्नाले फेरि धेरै भयो भने भिडियो धेरै भयो भने एडिट गर्न ल्याङ हुन्छ क्या झिलिक गरेर छ धेरै अघि नै झन् डेन्जर गरेको थियो त्यति बेलाको चाहिँ डेन्जर नै थियो अहिले यति गाइस गुड नाइट